जबरजस्ती यो मेरो काण्डै काण्ड गराउन कहाँदेखिबाट चाहिँ सुरु गरियो, यो मलाई यहाँ मुछ्न चाहिँ कहाँबाट जबरजस्ती मुछ्न सुरु गरियो, त्यो चाहिँ होल स्टोरी भन्छु है। म जे हो त्यही नै भन्छु। सो मैले 5 वर्षसम्म अबिबीको लागि काम गरेको हजुर सबैलाई थाहा छ। मेरो भिडियोहरू आउँथ्यो, कति आउँथ्यो। सो सबैले त मलाई अबिबीको ब्रान्ड एम्बेसेडर वाह खतरा पैसा पाउनुहुन्छ होला भन्दै भन्नुहुन्थ्यो। म चुपै लाएर बसिरहेको हो, पैसा एक पैसा लिएको छैन। र अर्को कुरा के भयो भने यो 5 वर्ष गरिसकेपछि मलाई यस्तै उहाँहरूको जुन उहाँ हुनुहुन्छ नि बुढाबुढी सरफ उहाँहरूको व्यवहारले गर्दा कति कुराहरू चित्त नबुझेपछि चाहिँ मैले पछिल्लो समयदेखि चाहिँ अबिबी ब्रान्डको चाहिँ भिडियो राख्न कम नै गर्दै आएको है। तपाईँहरू कतिले याद गर्नुभएको छ, कम गर्दै आएको। अनि त्यसपछि बिचमा उहाँहरूकै जुन यो पैसाको कारोबारलाई उहाँहरूले एकदम हिनामिना गरेर तलमाथि गरेर व्यवहारमा चाहिँ के त्यो क्लियरिटी हिसाब क्लियर नगरिसकेपछि चाहिँ जोसँग पार्टनरमा हुनुहुन्थ्यो त्यो दाइले चाहिँ छोड्नु भयो। यस्तो छल गर्ने मान्छेहरूसँग काम गर्न सकिँदैन भनेपछि त्यो दाइले छोडेर चाहिँ अर्को डाइपर ब्रान्ड ल्याउनु भयो। त्यो भनेको अबिबीकै पार्टनरले ल्याउनु भएको हो कि यो ब्रान्ड फेरि हैन। त्यो मान्छेको बानी बेहोरा अगतिलो भइसकेपछि छुट्टेर म आफ्नै गर्छु, तिमी आफै गरी खाऊ, त्यत्रो त्यो एउटा के भन्छ अरे ब्रान्ड भइसकेको के अरे ब्रान्डलाई छोडेर दाइले चाहिँ म एक्लै गर्छु, तिमी आफै गरी खाऊ भनेर आफूले एक्लैले यहाँबाट ल्याउन अर्को ब्रान्ड ल्याउनु भयो। त्यो भनेको कोकोनबर्स ल्याउने दाइ चाहिँ यही अबिबीको छुट्टेर पार्टनरको दाइ हो हैन। सो मैले चाहिँ बिस्तारै अबिबीसँग यो कोकोनबर्स आउनुभन्दा अगाडि नै हो कि बिस्तारै मलाई चित्त नबुझेर व्यवहारहरूमा हैन मैले फ्रीमा गरिदिनु छ एक त उसको काम हैन। त्यहाँ जाँदाखेरि उनीहरूको व्यवहार ओहो होटलमा बस्नु पर्यो भने पनि अलि महँगो होटलमा बस्छु भने पनि कस्तो गर्ने एकदम त्यो के हुन्छ नि पैसा तिर्ने बेलामा पनि यो नखानुस् त्यो नखानुस् यस्ता यति धेरै छ यिनीहरूको यो कुरा गर्यो भने त हैन। व्यवहार मलाई मन नपर्छ, मान्छेको व्यवहार म्याटर गर्छ के, पैसा मात्रै ठुलो कुरा, पैसा त मैले यसै पनि लिएको थिएन। सो मैले चाहिँ बिस्तारै म अबिबीसँग गर्दिनँ भनेर पछि हट्दै गएको। अस्ति 5th इयर एनिभर्सरीमा पनि यिनीहरूले मलाई मिलनलाई पनि फोन गरेको छ, मलाई पनि फोन गरेछ, आउन पर्यो बिन्जुल म्याम होइन। अब उहाँले त्यो दाइले चाहिँ मैले अब कोकोनबर्स ल्याइदिएछु, अबिबीलाई जसरी हेल्प गर्नुभयो हामीलाई पनि हेल्प गर्नुपर्छ है म्याम, एकचोटि हजुरले के अरे ट्राई गरेर पनि हेर्नुहोस् भनेर मलाई सुरुमा प्यार पठाइदिनु भएको है, मैले नपठाइदिएको भन्दैन। र म चाइना गएको थिएँ नि, चाइना जाँदाखेरि पनि त्यो दाइले चाहिँ चाइनाको मार्केट राम्रोसँग चिन्नु भएको थियो। त्यहाँ गएर त्यो चाइनाको एउटा एजेन्ट बहिनीलाई भेटाइदिने काम पनि दाइले नै गरिदिनु भएको। मलाई मेरो कपडाको बिजनेसको लागि कपडा किन्नको लागि जाँदाखेरि चाहिँ त्यो हेल्प पनि त्यो दाइले नै गरिदिनु भएको है, अबिबाट छुट्टेको दाइ। सो त्यो कारणले गर्दाखेरि चाहिँ म राम्रो छ भने प्रोडक्ट राम्रो छ भने अफकोर्स म जसरी भए पनि म तपाईँलाई सपोर्ट गर्छु भनेर हिँडेको मान्छे होइन। मैले त्यसरी नै अनेस्टली मैले प्रोडक्ट ट्राई गरेँ, राम्रो लाग्यो, रिभ्यू राखेको मात्रै थिएँ नि त होइन। सो ओके, सो त्यो यिनीहरूको व्यवहारले गर्दा म छुट्दै गएको। अब ठिकै छ, अस्ति त्यो 5th इयर एनिभर्सरीमा चाहिँ बोलायो, आउनुपर्छ हजुर त किन तपाईँले गर्दा यहाँ 5 वर्ष यत्रो गर्दै तपाईँले गर्दा यहाँ पुग्यो छ अबिबी, तपाईँ नानीलाई लिएर आउनुहोस्, तपाईँको लागि खतरा सरप्राइज छ वाला कुरा भयो। गएँ प्रोग्रामको इन्डसम्म बसेँ, न केही सरप्राइज थियो केही पनि थिएन। त्यो ल मैले त्यो एक्सपेक्ट पनि त्यत्रो त्यो मान्छे कस्तो थियो थाहा थियो, मैले एक्सपेक्ट गरेको थिएन। एट द एन्ड 10 बजिसकेको थियो होइन। लास्टमा घर जाने बेलामा म गएँ, सर मलाई सन्दीप सर मलाई यसो घर पुऱ्याइदिनु न ड्राइभरलाई भनेर, अथवा तपाईँले रातिको 10 बजिसक्यो नानीसँग डर हुन्छ भन्दाखेरि पनि के डर, इनड्राइभ छ त तपाईँको, इनड्राइभ एकदम सेफ छ त रातिको 10 बजे। जब कि मसँगै बस्ने त्यहाँ 2 जनाहरू छन् होइन, उनीहरूले सँगै बसेकोले होइन यस्तो राति नानीसँग जाने होइन, हामी नै छोडिदिन्छौँ तिमीलाई, बरु त्यसरी नजाऊ, तर अझ एकचोटि अझै रिक्वेस्ट गर भनिसकेपछि उनीहरू पनि गएर भनिसकेपछि बल्ल अर्को उसको ड्राइभरलाई बोलाएर सेलर बोय हो गाडीलाई बोलाएर बल्ल त्यसरी पुऱ्याइदिएको थियो कि। यस्तो कुराहरू त कति कुराहरू मलाई चित्तै नबुझ्ने होइन। त्यो भएर अस्तिकोमा पनि त्यसरी गएँ। अनि त्यसपछि त्यहाँ त्यो एनिभर्सरीको व्यवहारपछि त म जे गरेँ पनि अब चाहिँ म कम्प्लिटली छोड्छु भनेर आएको हो कि, पोखरा फर्केको। अनि त्यसपछि अब त्यही अफकोर्स प्रोडक्ट राम्रो लाग्यो, मैले भिडियो राखेँ होइन। त्यो भिडियो राखेपछिबाट भिडियो बनाउन सुरु गरेको यिनीहरूले है, मुछेको छ ल, सुरुमा ल्याए नानीको नाम ल्याएको छ, के गरेको छ, यो 5 वर्षसम्म राम्रो भनिदिनु भयो अरे। ल तिमीहरूको प्रोडक्ट आउने बित्तिकै चाहिँ डरमा टेस्ट थियो र के थियो त्यति बेला तिमीहरूले मलाई म्याम ल के छ हेर्नुहोस् है, डकुमेन्ट हेरेर मात्रै हाम्रो प्रचार गरिदेऊ भनेको थिएन नि होइन। सो कोकोनबर्स पनि त्यस्तै हो, म एउटा सेलर हो, म एउटा कस्टमर हो, मलाई युज गर्दा मलाई क्वालिटी राम्रो लाग्यो, त्यो भएको भएर मैले चाहिँ पोस्ट गरेको थियो, एकदम अनेस्ट रिभ्यू थियो त्यो है। त्यसमा तिमीहरूले 5 वर्षसम्म यसलाई राम्रो भन्यो, अहिले आएर यो त्यो भन्नुपर्ने जरुरतै छैन। प्रोडक्ट राम्रो छ भने मान्छे खोजी दौडी पछि लाएर आउँछन्, बुझ्यौ नि। त्यो यिनीहरूको त्यो मार्केटिङ स्ट्राटेजी नै यस्तो खराब दिमाग भएको मान्छे हो कि, यो यति नियत खराब भएको मान्छे हो, मलाई राम्रोसँग थाहा छ। कुरामा कुरा चल्यो एकपटक होइन, एउटा यसको क्वेसन, यदि तपाईँले
के अरे 50 करोड पायो भने 50 लाख हो कि 5 करोड हो क्या, 5 करोड पायो भने चाहिँ तपाईँले के गर्नुहुन्छ भनेर एउटा दाइलाई सोध्यो होइन। हामी सबै थियौँ त्यहाँ। मैले चाहिँ 5 करोडको घर 2-3 करोडको घर बनाउँथेँ, त्यसपछि बच्चा लिएर घुम्न जान्थेँ वाला एन्सर आयो त्यो दाइको। यसको एन्सर के थाहा छ? मैले त 3 करोडले मान्छे किन्थेँ, बाँकी 2 करोड आरामले बस्थेँ अरे। 3 करोडले मान्छे किन्थेँ अरे। के यो मान्छेको सोचाइ त त्यहीँबाट थाहा हुन्छ। पैसा भएपछि जे पनि हुन्छ। अहिले पनि पैसा लगाएर कोलाई के गर्न लगाएको छ। गर है, गर भाइ गर। दाइ पनि भन्दिनँ। अब मैले अस्तिसम्म त सम्मानै गरेर बोलेको थिएँ, अब त म 0 टलरेन्स भइसक्यो कि मलाई त होइन। बिचमा घुसा अब केही लाएन, अस्तिको त्यत्रो काण्ड ल्याएँ, केही लाएन। झन् सबै आमाहरूले मलाई सपोर्ट गरेर भिडियो बनाएँ, काम लाएन। अब अर्को त खोज्नु पऱ्यो। अब कसरी यसलाई त तल गिराउनु छ। अब आयो फेरि मेरो खानेकुरालाई बिचमा ल्याएर है। त्यो गरेको चाहिँ यो खानेकुराको त म छुट्टै भिडियो बनाउँछु। अहिले त्यहाँ मेरो प्रोडक्सनमा प्रोडक्सन भइरहेको भएर फ्याक्ट्रीमा भिडियो खिच्न अलि मिलेन। त्यो भएको भएर अहिले त्यहाँ प्रोडक्सन बन्द हुने बित्तिकै मैले सबै मेरो संरचना देखाउँछु होइन, तिमीहरूलाई आउँछ नै। सो यस्तो खालको त्यहाँबाट मैले त्यो एउटा कुकुन बर्ड्सको भिडियो राखेपछिबाट यिनीहरू मेरो पछि परेको हो। अहिलेसम्म 5 वर्षसम्म कहाँ हुनुहुन्थ्यो? 5 वर्षसम्मबाट 5 वर्षदेखि हो मैले यो गर्न लागेको त। 5 वर्षसम्म बच्चाहरूको लागि कन्सर्न हुनु भएन, टेन्सन लाएन। अहिले अचानक मैले कुकुन बर्ड्सको भिडियो राखेपछि कुकुन बर्ड्सको भिडियो राखेपछि मेरै मात्रै गल्ती उहाँलाई देखिरहेको छ कि अझै खोजिरहनु भएको। खोतल्नुहोस् कति पाउनुहुन्छ। मैले आजसम्म कसैलाई छलेको छैन, डाँटेको छैन, पिटेको छैन, चोरी गरेर खाएको छैन। जे गरेको छु आँखा अगाडि देखाएर जे हो त्यही देखाएर भिडियो राखेर गराएको छु है। गर्नुहोस्, कति खेदो खन्नुहुन्छ खन्नुहोस्, म पनि यहीँ छु। आउनुहोस्, के गर्ने हो गर्नुहोस्। हाम्रो पनि मिडियाहरू छन्, हाम्रो पनि कोही नभए पनि एउटा के भन्छ अरे न्यायालय त छ नि त। न्यायालयमा त सच्चाइले न्याय पाउँछ होला होइन। सो यो यिनीहरूको खेल होइन। मैले कुकुन बर्ड्सको भिडियो राख्ने बित्तिकैबाट सुरु भएको खेल हो। अझै कति जान्छन् भन्दा आबिबीको मालिक सन्दीप सरफले होइन, उहाँले रातारात काठमाडौँबाट मलाई फोन गरेर, त्यति बेला बाबु पेटमा थिएँ है मेरो, मलाई एउटा एकदमै इम्पोर्टेन्ट टपिकमा भिडियो बनाउनु छ, अहिले हजुरलाई भन्यो भने चाहिँ हजुरले अलिकति के भन्नुहुन्छ खै, म त्यहीँ आएर भन्छु। मलाई सोच्ने समय पनि नदिएर कि त्यस तरिके म तपाईँलाई त्यहीँ आएर पोखरा आएर नै भन्छु भनेर रातारात उहाँको टिम लिएर आएर बिहान कति बेला आइपुग्नु भएको थियो, दिनभरि लाएर रातिको कति बजेसम्म सुट गरेको भिडियोकै थियो। तर पछि केही कुरामा नगरेको भने होइन, यो त मेरो फेसबाट आउने भिडियो हो नि त होइन। मैले तपाईँको उसबाट तपाईँको आबिबीलाई यो चाहिँ कति बेला गरेको थियो, जुन बेला चाहिँ जुबारा एकदम हाइपमा आएको थियो कि यो चाहिँ उहाँको पहिलेदेखिको नेचर हो होइन। म त केही पनि चुप लाग्दैन, म सबै नै भन्नेछु। यो त एउटा मात्रै हो, मसँग अरू धेरै कुराहरू छ जुन म यहाँ ल्याउन सक्छु होइन। सो उहाँले चाहिँ जुबारा जुन बेला हाइपमा आएको थियो त्यो बेलामा चाहिँ यो भिडियो बनाउन आउनुभएको थियो कि अब चाहिँ मेरो मार्केट डाउन भयो भनेर। अहिले पनि विथ कुकुन बर्ड्स उहाँले गर्नुभएको त्यही नै हो। मैले एउटा कुकुन बर्ड्सको भिडियो राखेको, उहाँ मेरो पिछाइ पर्नु भएको छ होइन। सो यस, उहाँले आएर भिडियो बनाउनु भयो, मलाई सोच्ने टाइम पनि दिनु भएन। आएर चाहिँ ल यस्तो यस्तो हो भिडियो ल बनाऊँ भनेर भन्नुभयो। ल भिडियो बनायो भने ला नराम्रो रहेछ, बच्चालाई नराम्रो हुने रहेछ भनिसकेपछि मैले त्यो हिसाबले ल त्यो भिडियो बनाएँ पनि। तर पोस्ट गर्ने बेलामा चाहिँ मेरो हस्बेन्डले चाहिँ होइन यसरी त नजाऊँ, यसरी चाहिँ पर्सनल्ली उसलाई हामीलाई नै अट्याक हुनसक्छ, तपाईँको पेजबाट तपाईँले अर्कै तरिकाले जानकारी दिएर राख्ने भने चाहिँ राख्नुहोस्। यसरी पिन्जुलको फेस नै देखाएर राख्दाखेरि चाहिँ हाम्रो पनि एउटा बिजनेस छ, पछि हामीलाई कसैले यसरी अट्याक गरेर फस होला के होला, हामी यसरी पर्सनल्ली चाहिँ नगरौँ। तपाईँको आफ्नै अकाउन्टबाट राख्ने राख्नु भएपछि त्यसपछि यो भिडियो राखिएन, पोस्ट भएन। सो यो उहाँ चाहिँ कस्तो खालको मान्छे, यो एउटा मात्रै। अब चाहिँ मेन पोइन्टमा कुरा गरौँ है, जे विषयमा यो कन्ट्रोभर्सी लिएर आइएको थियो। सो म यो पढेर सुनाउँछु हजुरलाई। यो गुणस्तर मापदण्ड 6 देखि 36 महिनाको शिशु र बालबालिकाको लागि उत्पादन तथा प्याकेजिङ गरिएको अन्नमा आधारित पूरक बालाहार अर्थात् सिरियल बेस्ड कम्प्लिमेन्ट्री फुड्स फर इन्फेन्ट्स एन्ड यङ चिल्ड्रेनको सम्बन्धमा लागू हुनेछ। र त्यसमा के हुन्छ है हेर्नु है। अन्नमा आधारित पूरक बालाहार भन्नाले एक वा एकभन्दा बढी प्रकारका अन्नलाई राम्रोसँग सफा गरी दलेर बोक्रा तथा जम निकाली टुसा उमारेर वा माल्टिङ वा किन्वन गरी वा नगरी भुटेर वा अन्य कुनै उपयुक्त विधिबाट तयार गरी पिँधेर धुलो पाउडर बनाइएको खाद्य पदार्थलाई सम्झनु पर्दछ। र अर्को त्यसमा के पर्छ अन्नमा भन्दा यसमा भटमास, बदाम, गेडागुडी, तिल, सूर्यमुखी दाना, आलस जस्ता उपभोगयोग्य दलहन तथा तेलहन, सुक्खा फलफुल तथा तरकारी लगायतका खाद्य पदार्थ र घृतांश रहित यसरी तयार गरिएको अन्नमा आधारित पूरक बाल आहारमा अन्नको मात्रा कम्तीमा 25% सुक्खा तौलको आधारमा हुनुपर्नेछ।
सो यो चाहिँ के भने मैले अहिले गराइरहेको यही नै हो कि है। मैले अन्नलाई ल्याएर धोएर सुकाएर जुन यहाँ विधि लेखिएको छ नि, पखालेर सुकाएर भुटेर अनि फेरि त्यसलाई चिसाएर पिसेर प्याकेजिङ गर्छु। त्यसलाई नै के भनिन्छ त भनेर भन्दाखेरि 6 देखि 36 महिनाको शिशुले खाने कम्प्लिमेन्ट्री फुड, सिरियल बेस्ड कम्प्लिमेन्ट्री फुड्स फर इन्फेन्ट्स एन्ड यङ चिल्ड्रेन भनेर बुझिन्छ है। सो ल कुरा आयो, हजुरले भन्नुभयो अवेरनेसको लागि बनाउनु भएको भिडियो होइन। अवेरनेसको लागि भिडियो त्यस्तो तरिकाले बनाइन्छ है। पहिलो कुरा चाहिँ मजासँगले तपाईँले पर्सनल अट्याक गर्नुभएको छ कि, चरित्रको कुरा ल्याउनु भएको छ, चरित्र हत्या गर्नुभएको छ होइन। अवेरनेस भिडियो बनाउने तरिका तपाईँको पेसाअनुसारले अवेरनेस भिडियो बनाउने तरिका मजासँगले हुन्छ। त्यसमा कुनै पनि एउटा पर्सनल मान्छेलाई ल्याएर बिचमा ल्याएर जबरजस्ती घुसाउनु पर्दैन है, एउटा कुरा। अर्को कुरा चाहिँ मार्केटमा जति पनि छन् यहाँनिर होइन, जति पनि हुनुहुन्छ जसले चाहिँ यस्तै खालको मापदण्डहरू पुरा गरेर आफ्नो उत्पादन गरेको खानेकुरा खाने योग्यको सर्टिफिकेट पाएर चाहिँ लिटोलाई लिटो नभनी अर्कै नाम गरेर जति पनि छन् यहाँ मार्केटमा लिटो बेच्ने, लिटो बेचेको म सँगसँगै उहाँहरू सबैले गर्ने त्यही नै हो, सबैको त्यही नै हो। रिसर्च गर्नुहोस्, सिजी बाहेक होला होइन। सिजीसँग त हामीले कम्पेयर गर्नै सकिन्न, एकदमै त्यो हाई लेभलमा जानुपर्छ है सबैको। त्यसको लागि वाइ ओन्ली मी, किनभने मैले कुकुनबर्ड्सको भिडियो राखेँ है, यो कुरा भयो। र अर्को कुरा तपाईँको यहाँनिर जुन कुरालाई चाहिँ तपाईँले यो चरित्र यो गर्यो त्यो गर्यो यसलाई भिडियो बनाउनलाई त्यो कसैलाई मैले केही भनेको छैन, आफैले मान्छेहरूले सपोर्ट गरेर बनाउनु भएको भिडियो हो है। र रजिस्टरको कुरा सुरुमै कुनै पनि मैले एउटा किचनबाट एउटा भाँडामा भुटेर एउटा सानोमा पखालेर सानो भाँडामा पखालेर किचनमै भुटेर किचनकै मिक्सरमा पिसेर सुरु गरेको बिजनेस हो, 0 लेभलबाट, ग्राउन्ड लेभलबाट है। हजुरलाई त्यति नै कन्सर्न हुनुहुन्छ तपाईँ एकदमै बच्चाको बाल आहारलाई लिएर भने त्यस्तो ठाउँहरूमा गएर छानबिन गर्नुहोस् जसले चाहिँ साँच्चै नराम्रोसँगै गरिरहेका छन्। मैले मेरो खानेकुरामा न कुनै पनि अखाद्य वस्तु मिलाएको छैन, जे छ जस्तो छ मैले देखाएरै गरेको छु, लुकाएको छैन। त्यो सबै अन्नहरू तपाईँको मेरो लेभलमा, र अर्को कुरा मेरो लेभलमा कतै पनि यो चाहिँ बाल आहार हो अथवा यो यतिदेखि यति महिनाको बच्चाले खाने खानेकुरा हो भनेर लेखिएको खुलाइएको छैन भनेपछि त्यो मेरो प्रोडक्ट जुनै सुकै उमेरको समूहले खान पाइयो है, लेभलमा मेरो कतै पनि छैन। र रह्यो मैले आफूले प्रचार प्रसार गरेको कुरा, त्यो चाहिँ मैले मेरो आफ्नो सोसल साइटबाट यो फ्री मार्केटिङ हो, मैले मेरो तरिकाले गर्न पाउँछु, मेरो बिजनेस प्रमोट है। त्यो भयो। र मलाई मात्र टार्गेट गरेर किन भिडियो बनाउनु भयो त्यो सबैले थाहा पाइसक्नु भएको छ है। सबैले गर्ने यही हो, मार्केटभरि सबैको बिजनेस यही नै हो। नेपालमै बसेर केही गरेर म राम्रै गर्छु भनेर राम्रो नै गरिरहेको छु के, बेस्ट दिइरहेको छु मैले, बेस्ट होइन। कसरी चाहिँ मैले यसलाई अझै बेस्ट बनाउन सक्छु भनेर यसमै रिसर्च गरेर यसमै इभन मैले अहिले चाइल्ड न्युट्रिसन पढ्दैछु, चाइल्ड न्युट्रिसनको कोर्स गर्दैछु है। 6 महिना भयो, अब 6 महिना छ, त्यसपछि मेरो कोर्स सकिन्छ। यसमै लागि परेर कि मैले बेस्ट दिनको लागि क्वालिटीमा मैले कसरी चाहिँ बेस्ट गराउन सक्छु भनेर कुरा गर्नुभएको छ। कुपोषण हुन्छ अरे, कुपोषण त्यही पनि 7 र लिटरमा देयर इज नो सो मच, त्यस्तो धेरै डिफ्रेन्स पनि छैन क्या है। त्यो कुपोषण खै अहिलेसम्म मैले खुवाएको बच्चालाई कसैलाई भएको छैन। उहाँ हुर्काएर पनि कतिजनाले 5 वर्षको भयो अझै पनि हजुरकै लिटो खान्छ भनेर मगाइरहेको हुनुहुन्छ है। सो त्यो कुरा हो। यो कुरालाई चाहिँ यस्तो तरिकाले नगराइदिनुहोस् होइन। अवेरनेस भिडियो बनाउनुहोस्। मैले नेपालमै बसेर म केही गर्छु, म केही गरी खान्छु भनेर बसेर मैले बेस्ट दिएर गरिरहेको छु, नराम्रो केही गरेको छैन, कसैलाई छलेर ढाटेर खाएको छैन। महँगो कुरा गर्नुभयो तपाईँले होइन, महँगो मेरो सुरुदेखिको पैसाको लागि गरेको छ भनिरहनु भएको छ नि त। सुरुदेखिको अहिलेसम्म मैले प्रोडक्ट सुरुमा जतिमा बेच्थेँ अहिलेसम्म पनि त्यति छ। मेरो सुरुदेखिको मेरो कस्टमरहरूलाई थाहा छ। 5 वर्ष भयो, अन्नको भाउ बढेर कहाँ पुगिसक्यो। मैले बरु स्टेज 1 स्टेज 2 कोमा चाहिँ मैले घटाएको छु कि अझै है। यो कुराहरू मैले घटाएर अझै मूल्य घटाएर राखेको छु, बढाएको छैन। मैले पैसाकै लागि गर्ने भएको भए है। धेरै छन् कि त्यहाँ पैसा, मैले त्योभन्दा मार्केटमा पाउनेहरू सबैको रेट यस्तै छ त, मलाई मात्रै देख्नु भएको छ फेरि है। त्यो भयो। र अर्को कुराहरू
सुरुमा कसैले पनि बिजनेस गर्ने बित्तिकै उसको हातमा सर्टिफिकेट आउँदैन, प्रोसेस हुन्छ, टाइम लाग्छ, कति कुराहरू गर्न बाँकी हुन्छ। अझै हाम्रो नेपालको सिस्टम यति ढिलो छ। मैले सुरुबाटै भनिरहेको छु, म सोसियल मिडियामा आएर पनि मसँग अहिले यस्तो छैन, त्यही भएर मैले भिडियो राखेको छैन र मेरो आउने बित्तिकै मैले अझै मैले अस्ति भर्खर त राखेको छु नि भिडियो, सबैलाई थाहा छ त मेरो लाइसेन्स आएको कहिले भनेर। लाइसेन्स आउने बित्तिकै मैले भिडियो राखेको छु है। सो लुकाउनु पर्ने, मैले केही कुरा लुकाएकै छैन क्या सोसियल मिडियामा, बुझ्नुभयो नि।